नमस्कार सबैजनालाई। आज म तपाईँहरूलाई हाम्रो होटलमा मोमो कसरी तयार गरिन्छ सुरुदेखि अन्तिमसम्म पुरा प्रक्रिया देखाउँदैछु। धेरैलाई मोमो खान त मनपर्छ, तर होटलमा मोमो कसरी तयार हुन्छ भन्ने कुरा थाहा नहुन सक्छ। त्यसैले आज म आफ्नैले काम गर्दै गरेको तरिकाले तपाईँहरूलाई देखाउँदैछु। सबसे पहिला त गोबी घिच्नुपर्छ। नेपालतिर त कोपी भन्छ, तर इन्डियामा गोबी भन्छ। त्यसैले गोबी घिसिसके पछाडि अलिकति गाजर त घिच्नै पर्यो। गाजर घिसिसके पछाडि नमक हालेर निचार्नुपर्छ, किन भन्दाखेरि यसबाट पानी धेरै निस्किन्छ। पानी निस्क्यो भने मोमो बनाउन राम्रो हुँदैन। अनि मैदा त मोल्नै पर्यो। अब किमा अनुसार मैदा मोल्नुपर्छ। मजासा त्यसलाई मलेर रेडी भइसपछि एकछिन राख्नुपर्छ। राखेपछि एउटा मजाले पेडा काट्ने साथीभाइहरूसँग मिलेर गफ गर्दै कति रमाइलो हुन्छ। झिँगा पनि हल्का घुमिरहेको रहेछ। र त्यसको लागि स्वादअनुसार प्याजहरू, मसला, मोमोमा हाल्ने मसलाहरू भुटभाट गरेर हाल्नुपर्छ। तर त्यो चाहिँ मैले हजुरहरूलाई देखाउन सकिनँ। र अघि निचारेको यहाँ हाम्रो किमा पनि रेडी भइसकेको छ। यसलाई दाइले अब मजाले मोल्नु भयो। हाम्रोमा चाहिँ यहाँ दुईवटा आइटमको मोमो बन्छ, एउटा पनिर मोमो र एउटा सिम्पल मोमो। यसलाई अनि मजाले मरमसला, खर्सानी, अदुवा, लसुन हालेर मजाले मोल्नुपर्छ। त्यस पछाडि पत्ता त हाल्नै पर्यो र किमा पनि रेडी भइसक्यो र केटाहरूले मोमो पनि हामी बनाउन थाल्यौँ। अनि हाम्रो चटनी चाहिँ मोमोको चटनी चाहिँ यसरी मेसिनमा पिन्नुपर्छ। अनि फ्रेन्च फ्राई भन्छ नि नेपालमा, हामी चाहिँ फिङ्गर भन्थ्यौँ। फिङ्गर चाहिँ यसरी बनिन्छ। फिङ्गर भन्दाखेरि एकदमै मिठो हुन्छ। अनि यो चाहिँ हाम्रो चाउमिनमा हाल्ने कटिङ। अनि नेपालतिर चाहिँ बर्गरमा यत्रो मासुको टिकी हाल्छन्, तर हामी चाहिँ यहाँ घरमै बनाएर आलु टिकी हाल्थ्यौँ। अनि दोकानमा हाल्दा हेर्नु न, हाम्रो आमामा यसरी काम गर्नुपर्थ्यो। गर्मी यति, फेरि कोठा पनि यति सानो, तपाईँको आमामा यति गाह्रो हुन्छ। मान्छेहरू उता फेरि भिड, अगाडि चाहिँ मैले क्यामेरा राख्न पाइनँ, त्यो भएर कस्टमरहरूलाई देखाउन हजुरहरूलाई सकिनँ। गर्मी भन्नु भने चाहिँ यति छ इन्डियामा। नेपालमा त बरु पानी पर्दै रहेछ, अलिअलि शीतलै होला, तर यहाँ इन्डियामा भने यति गर्मी। बर्खा महिनामा पनि पानी परेन, घामै घाम 45 डिग्री, कहिले 43 डिग्री लाग्छ। र मेरो भिडियो हजुरहरूलाई कस्तो लाग्यो, मन परेमा लाइक, कमेन्ट, सेयर गरिदिनु होला। र फुल भिडियो हेरिदिनु भएकोमा धेरै धेरै धन्यवाद। र यस्तै भिडियो हेर्नको लागि मलाई फलो, सब्सक्राइब गरिदिनु होला। र हाम्रो चाउमिन फेरि होटलको एकदमै राम्रो छ। यत्तिको गरेपछि त चाउमिन त एकदमै नमिठो त कुरै नहुने त कुरै भएन। आगो टट्ट बालेर है अर्डर भन्ने फेरि सानो आउँदैन। म चाहिँ अनि यो चाइनिज भट्टी भन्दा उतापट्टिको भट्टीमा बस्छु। त्यहाँ चाहिँ रोल र फ्रेन्च फ्राई बेच्छु म। नेपालमा चाहिँ अब फ्रेन्च फ्राई भन्छ, यहाँ पनि फ्रेन्च फ्राई भन्छ, तर हामी चाहिँ धेरै नामबाट चल्ने भनेको फिङ्गर हो। फ्रेन्च फ्राईलाई फिङ्गर पनि भनिन्छ। फिङ्गर र रोल बेच्छु म। अर्डर तपाईँको यति आउँछ, 18, 20, 25 प्लेट एउटा भट्टीमा एकैजनाले गर्नुपर्छ। यति गाह्रो हुन्छ कि हेल्पर, वेटरहरू पनि कोही छैन। आफै बना, आफै लगेर यति दुःख छ, हेर्नुहोस् हजुर हाम्रो होटेल। तर खानाहरू चाहिँ एकदम राम्रो पाउँछ। तपाईँहरू पनि एकचोटि भिजिट गरिदिनु होला यता हरियाणा। एकदम राम्रो छ। हरियाणा आएर सेक्टर 14मा आएर हाम्रो मोमो, चाउमिन, रोल, फिङ्गर, चिली पटेटो, बर्गर पनि ट्राई गर्न सक्नुहुन्छ हजुरहरूले। अनि एकदम राम्रो चाहिँ हाम्रो सिङ्गापुरी चाउमिन पनि एकदम पनिर हालेर बनाइन्छ। र एकदम यहाँको हाम्रो होटेलको नाम चाहिँ चाइना टाउन हो। चाइना टाउनको सबसे भन्दा फेमस चल्ने भनेको रोल फिङ्गर मात्र हो। तपाईँको रोल फिङ्गर भनेको फ्रेन्च फ्राई त्यो तपाईँको नभएको नि। फ्रेन्च चाहिँ हाम्रो दिनमा 2 बोराको आलुको काटिन्छ, 2 बोरा आलु जान्छ। अनि रोल भनेको चाहिँ हाम्रो तपाईँको कति मैले पनि बिर्सिसकेँ। 12 पोका कि 14 पोका चाउमिनको बनाउनु पर्छ। अनि एउटा कुरा साथीहरू, मेरो त अब खासै फोन आइफोन डिएसएलआर क्यामेरा भए त क्वालिटी पनि भिडियोको एकदमै राम्रो आउँथ्यो होला। तर भिडियोको क्वालिटी अलि अब राम्रो छैन, किनभने मेरो फोन एन्ड्रोइड हो। एन्ड्रोइड भएको कारणले गर्दा
भिडियो अलि राम्रो हुन सकेन, क्वालिटी राम्रो आएन होला र म यस्तै भिडियो हालिरहन्छु। कुनै न कुनै एक दिन म एउटा आफ्नै एउटा दुःख काम गरेर होटेलमै काम गरेर भए पनि म एउटा क्यामेरा किन्छु। त्यस पछाडि हजुरहरूलाई एकदम मनपर्ने छ, क्वालिटीहरू पनि बब्बाल आउने छ है। र हाम्रो चाउमिन भनेको फेरि एकदम है उहाँको फेरि नेपालको जस्तो यहाँ त चना मटर चाहिँ हाल्दैन। र यस्तै भिडियो हेर्नको लागि मलाई लाइक कमेन्ट सेयर गरिदिनु होला। हस् त, बाई बाई।